हेलो गाइज, वेलकम छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। म फेरि पनि आएको छु नयाँ भिडियो लिएर। त्यो भिडियो के छ भन्दा आज चाहिँ मैले दुईजनालाई गाउँ खाने कथा सोध्छु अनि त्यसपछि जसले मिलाउन त्यसलाई पनिशमेन्ट छ। पनिशमेन्ट के छ भन्दाखेरि पानीमा मुख चोप्ने। हाहा, पनिशमेन्ट नि तर यो गर्मीमा रमाइलै छ। मेरो चाहिँ 10वटा क्वेसन छ, त्यो पनि गाउँ खाने कथा। अनि मैले त्यसमा चाहिँ अब यिनीहरूलाई सजिलो बनाउन अप्सन पनि दिन्छु। यदि मिलाएनन् भने यिनीहरूले गु खाए हुन्छ है। अब चाहिँ हामी सुरु गर्छौँ भिडियो। क्वेसन म पछाडिबाट सोध्छु, यिनीहरूले चाहिँ पनिशमेन्ट पनि हेर्नु होला। कसले धेरै पनिशमेन्ट, कसले धेरै पोइन्ट ल्याउँछ, कसले धेरै पनिशमेन्ट पाउँछ है त। ल अनि क्वेसनको के छ नियम भन्दाखेरि धकेली अर्काले भन्न लागेको बेलामा आफूले भन्न पाइन्न। मेन भनेको चाहिँ हामीले एउटा केही आवाज दिएर जे गरे पनि एउटा आवाज निकालेर। कस्तो आवाज त सुसेल्न नि पाइ है। एउटा आवाज केही निकालेर अनि त्यसपछि भन्नु पर्यो है। अनि पानी चोप्नेमा चाहिँ आफूले जसरी चोप्नु नि पाइयो, अर्काले यसरी चोपी भनेर भन्नु नियम त्यस्तो गर्न पाइएन। मन्जुले मेरो यस्तो भयो त्यो भयो भन्न नि पाइएन। दिलाले मेरो कपाल रुज्यो भन्न नि पाइएन। मजाले पानी पोख्ने गरेर चोप्न पाइन्छ। अब चाहिँ हामीले क्वेसन सुरु गर्छौँ है त। ल हामी पहिलो क्वेसनतिर गइरहेका छौँ। मुख छैन तर बोल्छ, खुट्टा छैन तर हिँड्छ, के हो? अप्सनको एमा रहेको छ रेडियो, बीमा हावा, सीमा पत्र, चिठी, डीमा घडी। एन्सर भन्नु। पत्र। तपाईको एन्सर टिक 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 रङ भएको छ। एकचोटि क्वेसन अब क्वेसन सोध्नु मिल्छ। के अरे बोल्छ मान्छे होइन, हिँड्छ खुट्टा छैन हो। मुख छैन तर बोल्छ, खुट्टा छैन तर हिँड्छ, के हो? त्यसमा हावा थियो होइन, हावा नै आन्सर हुन सक्छ। अनि बोल्छ, हावा सु गरेर बोल्छ, तर पत्र, हावा, रेडियो, घडी। घडी हिँड्छ, घडी हिँड्छ, बोल्छ। एन्सर टिक टिक एन्सर दिनु। हावा। तपाईको एन्सर पनि रङ भएको छ। अब कसले पानी चोप्छ त? दुईजनाले नै चोप्नु होला अनि म एन्सर भनिदिन्छु। घडी हो आन्सर त्यसो भयो। पहिला चोप्नु होला। पत्र आयो त के? मजाले चोप्न पाइन्छ है, मजाले। यस्तो गाना झ्याली गर्न पाइन्न। यसको एन्सर थियो रेडियो। किनभने मुख छैन तर बोल्छ नि, बजाए त। चिठी बोल्छ, पत्र बोल्छ, हावा बोल्छ। हावाको त्यो आवाज आउँछ नि, बहाग त्यो आफैले जबरजस्ती एन्सर मिलाउन पाइन्न ल है। अब म क्वेसन नम्बर 2 तिर जान्छु। अनि कसरी हिँड्छ चाहिँ कसरी त? मान्छेले जहाँ बोक्यो त्यही हिँड्छ नि त। घडी पनि त मिल्छ नि। त्यो बोल्ने कि बोल्ने जे पनि बोल्छ होइन। घडी त फ्याट 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 गर्छ नि, त्यो फ्याट फ्याट आवाज नि आयो होइन। मेरो लजिक सुन क्या। अनि फ्याट फ्याट गर्छ, त्यो घडीको आवाज नि आयो होइन। अनि समय अनुसार हुन्छ अनि त्यो आलु जस्तो खतरा। मैले के भनेको थिएँ, मुख छैन तर आवाज निकाल्छ भने थिएँ, मुख छैन तर बोल्छ भने थिएँ। समाचार भन्दैन, बोल्दैन। ल भइगयो हामी मान्दिम। अर्को क्वेसन नम्बर 2 तिर रहेको छ, सुन्नु होला मजाले। पानीमा जन्मन्छ, पानीमै मर्छ, के हो? एमा रहेको छ माछा, बीमा रहेको छ नुन, सीमा रहेको छ बरफ, डीमा रहेको छ कमल फुल। बरफ। तपाईको एन्सर मिलेको छ। मलाई त्यही आइपुग्यो।
चलेको भएको छैन है, नाक र मुखमा केही छ। अतालिन रहेछ। अब हामी जान्छौँ। ल सोधौँ न त तपाईँहरूलाई कस्तो लागेको छ अहिलेसम्म? यस्तो लागेको छ। केही चोबेको छैनन् गाइस। दुईजना मिलेर मेरो यो गेमलाई भङ्ग पारेका छन्। अतालिँदो रहेछ यार कस्तो। अब म अर्को क्वेसनतिर जान्छु है। मलाई पनि बरफ फाइट गरिहाल्छ तर भन्नै पाइन्छ। काट्दा रोइन्छ है, काट्दा रोइन्छ तर दुःख लाग्दैन, के हो? एमा रहेको छ साग, बीमा रहेको छ आलु, सीमा रहेको छ खुर्सानी, डीमा रहेको छ यसमा पनि हामीले मन्जु पौडेलजीलाई मुख पानीमा चोप्छौँ किनकि मुख छोप्न पाइन्न। रमाइलो हुँदो रहेछ। ल अर्कालाई अर्काको मुख ढोक्दै आफूले जानेको भएपछि त्यस्तो अर्काको मुख ढोकेर गेम बिगार्न पाइन्न है। अयो बरु पानीमा चम्नीमा लुस्नु कुट्नु त्यो गेमसँग मानिन्छ। अब अर्को है। गाइस रुन पनि सक्दिन, हाँस्न पनि सक्दिन। जति तान्यो उति छोटो हुन्छ। एमा रहेको छ डोरी, बीमा रहेको छ रबर, सीमा रहेको छ चुरोट, डीमा रहेको छ पर्दा। चुरोट। अब यसमा चाहिँ तपाईँको एन्सर राइट भएको छ। त्यसपछि तपाईँले अब लीलालाई चोक्न पाउनुहुन्छ। आफूले खान्न तर अरूलाई खुवाउँछ, के हो? एन्सर यहाँ चाहिँ अप्सन एमा रहेको छ घन्टी, बीमा रहेको छ लौरी, सीमा रहेको छ चम्चा, डीमा रहेको छ। यसमा चाहिँ दुईजनाले चोम्नु होला किनकि मैले अप्सन भन्दा पहिल्यै जान्ने भएर चम्चा गर्नुहुन्छ। डीको अप्सन के थियो त? हो? डीकोमा अप्सन के थियो? डीमा अप्सन चाहिँ कराई, तर चम्चे हो। चम्चा हो आन्सर। चोप्नु त नि। पहिला तँलाई अनि तँलाई मलाई चुप। दुईचोटि 24 एकचोटि नमानेसी त एकचोटि पाइन्न। तँलाई 3 चोटि। मन्जु जसरी मान्न पर्छ। स्विमिङ गर्न चाहन्छ भोलिपर्सि तपाईँलाई। यहाँभित्र गएर सासै नफेर्किनु पर्छ। अतालेर कस्तो हुन्छ। ल अब है। राति आउँछ बिहानमा हराउँछ, के हो? राति आउँछ बिहानमा हराउँछ। जुन, बादल, अन्धकार अनि अर्को चाहिँ उज्यालो। जुन 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 यसमा चाहिँ एन्सर मिलेको छ लीला पौडेलको। जुन कहिले काहीँ दिउँसोमा नि हुन्छ, दिउँसोमा हुन्छ। बिहानमा जुन हुन्न भइरहेको हुन्छ। अन्धकार बिहानमा हुन्छ। सुत 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 छिटो। मन्जु तिमी साँच्ची कुन्दुनी आमा छौ यार। त्यो जुन कि त्यो चन्द्रमा त्यो सेतो कहिले काहीँ हुन्छ नि है, घाम लागेसँगै। लीलालाई याद छ कि होइन? जुन चाहिँ हुन्छ क्या बिहान मर्निङमा पनि त हुन्छ नि। भइरहेको हुन्छ। मलाई हराउने प्र्याक्टिस हुन्छ नि, निन्जा टेक्निक चलिरहेको छ हराउने। हेर्नेलाई पनि थाहा हुन्छ त कति झ्यालियो भन्ने आफूले चोप्न पाएछ। 2 चोटि 24 मा। अब एउटा घर दुईवटा ढोका, के हो? मुख,
टाउको नाक हात नाक प्यापे आवाज भनेर यसमा चाहिँ मन्जु पौडेलले जित्नु भएको छ यस यस मजाले चोप्न पाउनुहुन्छ मैले जति त्यति साइड चोप्नु पर्यो गरे त्यहाँ नि आएर धेरै आएपछि काग बाठो भएपछि गु खान्छ के भन्छ नि अघि त भन्दै त ल है हाँसो हुँदो रहेछ तर जान्न त जानिँदो रहेछ अलिअलि खाँदा बढ्छ है खाँदा बढ्छ सेन्स लाउनु पिउँदा मर्छ के हो पानी घाम हावा आगो आगो प्यापे मैले भन्छ मैले भन्न पाएँ नि त खाँदा बढ्छ बढ्छ पिउँदा घट्छ मर्छ नै भनेको मर्छ पिउँदा खाँदा बढ्छ खाँदा बढ्छ आगो त होइन होला पिउँदा मर्छ पानी पानी के थियो अप्सनमा हावा पानी आगो घाम पानी खाने अरू त खानेकुरै होइन के आगो हो कि पानी हो गरे अब ल यसमा चाहिँ दुईजनाले चोक्नु पहिला यसको एन्सर चाहिँ दिदाको मिलेको थियो तर प्याप्याप नभन्नाले आगो एन्सर आगो नै आगो भन्दै किनकि दाउरा खाँदा आगो बढ्छ मैले अहिलेसम्म एन्सर नभनेको कुनै छैन सबको एन्सर दिन्छु तर अनि पानी हाल्दा मर्छ पानी आगो पिउँदा त गरे। मर्छ मैले त आगो नि भनेको थिएँ धनेशलाई आइज तँ पनि हारिस् म नि हारेन आफै गइच्यो जसै जानु छ यहाँबाट आज यति थाहा हुन्छ नि मन्जु जति झ्याली कोही थिएन किन झ्याट गरेँ मैले भनि त्यही भन्ने क्या यसै आज चाहिँ रमाइलो भइन्छ मलाई चाहिँ ल है अब अर्को क्वेसनतिर जाऊँ खुट्टा छ एउटा तर हिँड्न सक्दैन गिलास टेबल खाट बेड पेपेप गिलास अनि एउटा लास्ट अप्सन रहेको छ छाता प्याप खुट्टा छ तर हिँड्न सक्दैन एउटा खुट्टा छ तर हिँड्न सक्दैन अब गिलास पनि मिल्छ छाता पनि मिल्छ यसमा त तर लजिक प्रायः मिल्छ नि त गिलासको कहिलेबाट खुट्टा तिम्रो के क्वेसनै रद्द भने गिलासको कहिले खुट्टा हुन्छ नि अलि सिकाएर भयो छाता म मान्दिनँ अर्को क्वेसन देऊ त कमे के होला एकछिन सुन नि प्याप्याप भनेर कहीँ जाने हेरेर भागेर यसले छिटो छिटो तेरो अपोनेन्ट ट्यालेन्ट छ नि टेन प्यापा किन गिलास गिलास एन्सर के हो कान्छ छाता हो नि खुट्टाको एउटा हुन्छ नि त छाता अझ गिलासको खुट्टा र छाता खुट्टा एउटै मान्छे हुन्न क्या छाताको हामी सधैँ खुट्टा खुट्टा भन्छौँ गिलासको कहिले खुट्टा भन्छौँ गाउँले कथा नै त्यस्तै हो नसुनेर पो एन्सर त छाता हो नि मैले त लास्टको के भा मलाई त धेरै आउनु रहेछ तर अब नौसे निकाल्ने भइस डिप्रेसन डिप्रेसन मनी गर्छ डिप्रेसन ल है कति आउँछ तर फेरि फर्किँदैन आकाशबाट वर्षा पानी पैसा मानिस समय पेपेप समय राइट हो कि होइन नसुनिकन चुपिदिन्छु राइटै हो मान्छे नि गएपछि आउँछ त मरेपछि
डिप्रेसन त यही रहेछ मान्छेमा रिसाउँछ त मान्छेले आउन एकचोटि आउँछ तर मान्छे नि एकचोटि एक जन्म हुन्छ भगवान हेर्नु गाइस मान्छेको जुनी एक जुनी त हुन्छ नि एकचोटि मान्छे को फर्केर आएको एउटा कुरा मलाई के लाग्छ थाहा डिप्रेसन हेर आजसम्म पढाएको सधैँ पागल हुन्थ्यो यता न उताको सेन्स तेरो एन्सर कस्तो हुन्छ होला कपीमा यस्तो हुन्छ भन्नु त हो कि गाइज मान्छे एकचोटि जन्मिन्छ अनि मरेपछि कहाँ फर्केर आउँछ को फर्केर आउँछ हे भगवान् यिनीहरूलाई बुद्धि देऊ दिमाग अघिको आन्सर थियो नि यिनीहरू दुइटैको हो क्या टाउको छ तर दिमाग छैन डिप्रेसन खाली हुँदा भारी भरिदा हलुका के हो झोला टायर के रे खाली हुँदा भारी भरिँदा हलुको झोला टायर बेलुन गिलास बेलुन अब चाहिँ यहाँ एन्सर जुदाजुद भएको छ अनि जित्नु भएको छ लीला पौडेलले चोप दिनु मन्जुलाई चोप दिनु एबर टायर नि होइन भनेको टायर हुन्न भनेको यी आफ्नै टायर कहिले हलुङ्गो हो आइज यहाँ छिटो के टायर बोक्दै हिँड्छस् अनि जम्मै बोक्नै पर्छ ल होइन के एक फेरि भर टायरलाई भर अनि बोकेर हिँड हलुङ्गो छ कि छैन यस्तो लगाएर कतिको सक्ने रहेछस् के गुर्किन्छ भनेर हलुङ्गो यता सुन टायर हावा नभरिँदा के हुन्छ गुड्न सक्दैन होइन हावा भरि हल्का हुन्छ त्यही भएर गाडीले बोकेर लान सक्छ उसले के भने गाडीले बोकेर लाने भन्ने कुरा अरे हल्का हुन्छ नि त त्यही भएर डिप्रेसन भएको त्यही भएर हावा नभर्दासम्म गाइज यति एउटा एन्सर दिनु कि तपाईँहरूले यसलाई पाटनतिर लानुपर्छ कि हावा नहुँदासम्म त्यो कतै चल्न सर्न के गर्नु सक्दैन जब हावा भर्छ त्यसपछि गाडी त्यत्रो भारी त्यत्रो भारी गाडीलाई नि बोकेर पहिला पहिला उहाँ के अरे हाजिर जवाब खेल्न गएछ कि गएन गएँ जितेँ फर्स्ट हुन्थेँ यही डिप्रेसन खासमा फर्स्ट हुन्थे अबिरहरूले लाउँथे प्राइजहरूले पाउँथे यसलाई आफूलाई फेरि हुन्थ्यो कि आफूले जिते डिप्रेसन भएको त्यस्तो तर होइन बच्चामा त जहिले टप हो तैँले केही नसिकायो नि अरूले गरे होला न फर्स्ट भयो ल है है चोरेर भयो सधैँ अगाडि बढ्छ पछाडि फर्किँदैन घडी रेल समय बस समय घडी एउटै त हो यसमा चोप्ने टाइम भएको छ लीलालाई चोपिदिनु लीलालाई समय हो समय त हो रेल के फेरि फर्केर आउन सक्दैन कति र महँगो छ यो डिप्रेसन मलाई अब त यही हो क्या है अन्तिम गेम ल मै हारेँ ल सोध्न पाउँछ चोप्न पाइन्छ है मारिस क्या भयो गाइस म त अब खेल्दिनँ ल साथीहरू आजलाई हाम्रो गेम यति नै रहेको छ हामी मुख सुप्छौँ कति भएको थियो लिएर त मुख पनि नधोको अनुहारको आज सरसफाइ पनि सरसफाइ कार्यक्रम 2वटा आज अब आइतबार नि थियो होइन 2वटा के बाउलाई नि डिप्रेसन भन्नु पर्दा हेर्नु गाइस नलाने भन्नु पर्दा यी दुईवटीले नहुने नमानेर म यहाँ यस्तो गेम हेराइछु मुख धौ नौ भनेर अनि आज सरसफाइ नि भयो होइन धेरै पछि अनि त्यही हो तर मैले जितेँ जे भए पनि कसले जित्यो र नि खै आज चाहिँ यहाँ यसो जितेको भन्दाखेरि कसले जित्यो चाहिँ तपाईँहरूले काउन्ट गरेर कमेन्टमा लेख्नु होला है त गाइस हजुर यति नै बाई बाई फेरि भेटौँला है त लभ यु अल